नमस्ते साथीहरु सबैजनालाई नमस्ते है। अब आफ्टर लङ टाइम म चाहिँ अब आज एउटा भ्लग लिएर आएको छु हैन। टियुको क्रिकेट स्टेडियमको म चाहिँ नयाँ भ्लग लिएर आएको छु साथीहरु हैन। 10-15 दिन भयो मैले भिडियो चाहिँ नहालेको हैन। अब आज चाहिँ लड्दै पड्दै पानीमा रुज्दै हिँडिरहेको छु है म यहाँ। ल हेर्नुस् जुत्तामा ल जुत्तामा पुरै हिलो भयो साथीहरु। अब यहाँबाट कसरी जाने भन्ने सोच्दैछु म। अब पुरै हिलो छ, डुब्ने गरी हिलो छ हैन। तैपनि उता अगाडिबाट जान नपाउने जस्तो छ। पछाडी नै बाट ट्राई गर्दैछु। हेरौँ है त अब म बस्तारै जाँदैछु मिलाइ यस्तै राख्यो भने त यो बाटोमा त मान्छे चिप्लेर ढाड खुसिन्छ होला हैन। अब यसलाई पिच बाटो बनाउँछ होला जस्तो लाग्छ। पिच बाटो बनायो भने त लड्दैन। अब यस्तै हिलो नै भइरह्यो भने त बिजोगै हुन्छ नि। तैपनि आज के रहेछ अवस्था भनेर यहाँ हेर्न आएको छु म। ल बल्ल अब मैले खोजेको कुरा भेट्यो है। पुरा भ्यू देखिरहेको छ यहाँबाट। अनि त्यसपछि ल हेर्नु कस्तो दामी भ्यू छ हैन। नेपालको खासियतै त्यही हो क्या। एकदम नेचुरल रिसोर्सेस चाहिँ एकदम धनी नै हो नेपाल हाम्रो। ल हेर्नु यहाँ पछाडिबाटको यो भिआइपी प्याराफिटको पछाडि अब के हो यो, यसमा कलर लगाएको छ व्हाइट कलर। अब यो त बाटो त कसरी आइपुग्यो, अब कसरी जाने भन्दै सोच्दैछु म यहाँ। जताततै हिलो छ क्या। पानी पर्यो 2-3 दिन पानी पर्यो, त्यसपछि त हिलो भयो जस्तो। अब के छ अब हाम्रो यस्तो छ। मेन चाहिँ तपाईँको ल हेर्ने खुट्टाभरि हिलो भयो। मेन भनेको चाहिँ हाम्रो खुसीको खबर चाहिँ के छ भने प्याराफिटको काम चाहिँ सक्यो हैन। ल यहाँ चाहिँ ग्राभल पनि गर्न लागेको छ। यत्तिकै ग्राभल भयो भने त हुन्थेन। यो ग्राभल हाल्नुपर्ने हो चाँडै। पहिला सुरु ग्राभल हाल्यो भए पो बाटो हिँड्न आउन जान हामी जस्तो मान्छेलाई सजिलो हुन्थ्यो हैन। बाटो यस्तो हिलो छ, यस्तो पाराले त कहाँ हुन्छ त यार। ठिकै छ। बाटो भन्दा पनि मुख्य कुरा भनेको प्याराफिट र फ्लड लाइट हो हैन। अनि प्याराफिटको काम चाहिँ ल सबै सकिएको छ। सबै कुर्सीहरू जडान भएर सकिएको छ। अब मेन भनेको फ्लड लाइटको काम हो हैन। अब फ्लड लाइटको काम त व्यापक रूपमा भइरहेको देखिरहेको छु मैले हैन। के अरे 2 महिना जति लाग्छ होला लाग्न चाहिँ चेक टेस्टहरू गर्न। जस्तै एनपिएलसम्म चाहिँ फ्लड लाइट चाहिँ आउँछ जस्तो लाग्छ साथीहरू हैन। अनि अब म चाहिँ नयाँ हो, युट्युबमा नयाँ छु हैन। त साथीहरूलाई अब मेरो भिडियो मन पर्यो भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला हैन। अब यस्तै नयाँ भिडियोहरू म साथीहरूलाई देखाउने छु हैन। यो चाहिँ फ्लड लाइटमा युज हुने सामान हो। अब यहाँ चाहिँ नेट प्र्याक्टिस छ। अब यहाँ नेसनल प्लेयरहरू छ कि भनेर म यसो हेर्दैछु। अब प्र्याक्टिस सुरु भइसक्यो क्यारे हैन। ल यो चाहिँ इन्डोर हो, यहाँ चाहिँ प्र्याक्टिस गर्न मिल्छ। मेन भनेको चाहिँ अब हाम्रो दसैँ त आइरह हैन। दसैँ चाहिँ मलाई खासै रमाइलो लाग्दैन। महादसैँ आइरहेछ साथीहरू। महादसैँ भनेको चाहिँ नेपाल भर्सेस वेस्ट इन्डिज भनेको चाहिँ टेस्ट क्रिकेटसँग पहिलोचोटि चाहिँ एउटा शारजाहमा सिरिज हुन गइरहेको छ हैन। 27 तारिकदेखि हो, 27 सेप्टेम्बर आज 16 भनेपछि लगभग 10-12 दिन जति मात्रै बाँकी छ साथीहरू। यो चाहिँ जेनेरेटर राख्ने रुम हो, त्यहाँ जान सकिएन हिलोले गर्दा। माफ गरिदिनु होला हैन। अनि पानी पनि परिरहेछ फेरि बिचमा। अहिले पनि पानी परिरहेछ मजाले। पानी अलिअलि दिइरहेछ, पानीले टुच्छ हैन। अनि त्यसपछि प्र्याक्टिस इन्डोर प्र्याक्टिसमा त कोही पनि हुनुहुन्न रहेछ। प्लेयरहरू त 8 बजे आएर 12 बजे जानुभएछ हैन। अनि त्यसपछि अब यो चाहिँ फ्लड लाइटको काम हुने ठाउँ हो हैन। अनि त्यसपछि नेपाल भर्सेस वेस्ट इन्डिजको चाहिँ लागि चाहिँ नेपालको स्क्वाड एनाउन्स भइसकेको छ हैन। नेपालको स्क्वाडमा चाहिँ रोहित पौडेल क्याप्टेन, दिपेन्द्र सिंह ऐरी भाइस क्याप्टेन हैन। अनि यसमा चाहिँ कमब्याक गर्न सक्नुभएको छ हाम्रो एन्ड्रे रसल। नेपालीको एन्ड्रे रसल भनेको चाहिँ मोहम्मद आदिल आलम चाहिँ हैन 2022 भने 3 वर्ष जति पछि अस्ति आसामको सिरिजमा पनि ग्रान्ड कमब्याक भएको थियो हैन। अब नेसनल टिममा पनि उहाँको ग्रान्ड कमब्याक हुनेछ हैन। मैले चाहिँ खासै पहिला चिन्थिनँ क्या आदिल आलमलाई। अनि अब यस्तो के भयो हैन, केही कारणले गर्दा सबै कुरा नभनौँ।
अनि तर पछि चाहिँ मैले उसको भिडियो हेर्दाखेरि चाहिँ एकदम इन्डियामा गएर पनि 50 बलमा 100 रन हान्दिने जताततै उसले खेलिरहेको थियो क्या ऊ पछि यहाँ ब्यान्ड हुँदा पनि होइन। तर अब चाहिँ मलाई लाग्छ वेस्ट इन्डिजमा चाहिँ धमाका मचाउँछ यो हाम्रो नेपाली एन्ड्रे रसल आदिल आलमले। बेस्ट अफ लक छ आदिल आलमलाई होइन, राम्रो कमब्याक गर्नुपर्छ। फेरि नेसनल टिममा 1-2 चोटि हान्न सकिएन भने त फेरि ड्रप भइन्छ होइन। अनि त्यसपछि हाम्रो सन्दीप जोरा भनेको चाहिँ हाम्रो क्राइसिस म्यान हो क्या नेपालको होइन। सन्दीप जोरा भनेको चाहिँ अब एकदमै टिममा एकदम T20को लागि बेस्ट प्लेयर हो, तर त्यो अनुसारको उसले चान्स पाएको छैन। 1-2 गेममा नचल्ने बित्तिकै ड्रप हुन्छ। कोही प्लेयर चाहिँ 20-30 गेममा नचल्दा पनि उनीहरूलाई ड्रप गर्नु पर्दैन होइन। यो चाहिँ अलिकति न्यायसम्मत भएन होइन जस्तो लाग्यो मलाई, किनकि हाम्रो मेन प्लेयरलाई नचल्दाखेरि सन्दीप जोरालाई पनि म्याक्सिमम चान्स दिनुपर्छ क्या होइन। मेरो विचारमा सन्दीप जोरालाई पनि म्याक्सिमम चान्स दिनुपर्छ। त्यही भएर अबको सिरिजमा सन्दीप जोराले लगभग प्रुभ पनि गर्छ आफूलाई, आसामको सिरिजमा पनि प्रुभ गर्यो होइन। ल यो चाहिँ म अब माथि भिआइपी प्याराफिटको यता माथिबाट खिच्दैछु है साथीहरू। ल यस्तो बब्बाल भ्यू देखिरहेको छ होइन, बब्बाल कुर्सीसहित टियु इन्टरनेसनल क्रिकेट ग्राउन्ड। पहिला चौरसहित थियो भने अहिले कुर्सीमा परिणत भएको छ होइन। भनेपछि एकदम राम्रो छ। कुर्सीको काम त सक्यो होइन, अब के कसो भयो, कति लाख जरिवाना तिरेको रे दिनमा, जति तिरे पनि तिरोस् होइन। जे होस् ऊ घाटामा नजाओस्, बिचरा दोकान बन्द नहोस्, सबैले फाइदा पनि गर्नुपर्छ अलिअलि होइन। सबैजना घाटामा गयो भने त भएन नि त। अनि मैले चाहिँ के भन्नु लाग्दै भने यो चाहिँ अब इन्डोर हो, इन्डोरभित्र प्र्याक्टिस हुन्छ। त्यसपछि सन्दीप जोरा पनि कमब्याक भएको छ टिममा होइन। वेस्ट इन्डिजमा 3टा हाम्रो चाहिँ T20 आएको सिरिज छ केटा हो होइन। ल होइन यो चाहिँ यस्तो दामी भ्यू छ, म यहाँ खिचेको गर्न मन लाग्यो, सुट गर्न मन लाग्यो। अनि वेस्ट इन्डिज विरुद्ध सेप्टेम्बर 27 अनि 29 र 30मा 3टा T20 आई सिरिज छ। 3टा T20 आई सिरिजमा कतिवटा चाहिँ नेपालले जित्ला त ल कमेन्ट गर्नु है। ल कमेन्ट नगरे नि केही छैन। मेरो विचारमा चाहिँ के छ भने एउटा चाहिँ नेपालले कम्तीमा जित्नु पऱ्यो। 3टामा 3टै म भन्न सक्दिनँ, त्यो भेडा फ्यानहरूले भन्ने हो 3टामा 3टै जित्न चाहिँ गाह्रो छ, इम्पोसिबल त होइन, गाह्रै छ होइन। अनि मेरो विचारमा एउटा चाहिँ नेपालले जित्नुपर्छ साथी हो, एउटा T20 चाहिँ नेपालले जित्नै पर्छ जुनै हालतमा भए पनि, जति रन हाने पनि। अनि यो सिरिजमा चाहिँ मेरो विचारमा साथीहरू सन्दीप जोरा चाहिँ टप ब्याट्सम्यान हुन्छ होइन। अनि सन्दीप लामिछाने चाहिँ टप बलर हुन्छ साथीहरू। ल यो चाहिँ लेखेर राख्दा हुन्छ होइन। ल यो चाहिँ अब के हो, यहाँ सुकाइरहेको छ, धान सुकाए जस्तै, मलाई थाहा छैन के हो होइन। अब यहाँबाट म चाहिँ प्याराफिट मात्रै हेर्दैछु, फेरि प्याराफिट नै पुग्दो रहेछु होइन। प्याराफिटको भ्यू नै यति मनमोहक छ कि साथीहरू, तपाईँ पनि हेरै हुनुहुन्छ होला। तपाईँ बाहिर विदेशतिर हुनुहुन्छ भने चाहिँ होइन, पहिला यहाँ आएर हेरेको अनुभव छ भने बाहिर विदेशतिर हो भने चाहिँ यो भिडियो हेर्दाखेरि चाहिँ ओहो ल ग्रान्डै भएछ है, नेपालमा पनि हुन्छ। 10,000जना अट्ने अहिलेलाई, अब सेकेन्ड फेजमा चाहिँ 15,000 छ, 25,000को बनाउने यो नेपाल सरकारको योजना छ होइन। यो चाहिँ 5 वर्षभित्रमा पुरा हुने कुरा छ। म जाँदाखेरि चाहिँ यो फ्लड लाइट पनि उठाउनको लागि चाहिँ एउटा मेसिन चाहिँ आएको छ रहेछ, मैले त्यसको भिडियो खिचेँ। फेरि फेरि प्याराफिटमै पुगेँ म साथीहरू होइन। अब प्याराफिटकै भिडियो कति देखाउनु साथीहरूलाई, प्याराफिटकै भिडियो हेर्नु ल, प्याराफिटकै भिडियो मात्रै छ। ल यो भिआइपी प्याराफिट भयो, अब सबै इन्स्टल भइसक्यो, अहिले त दामी देखिरहेको छ। ल कुनै पनि बाँकी छैन, अब ग्राउन्डको पनि रिपेयर भइरहेछ, ग्राउन्ड पनि अब NPLसम्म त दामी बनाउँछ होइन यहाँ। ल यो चाहिँ पोल उठाउन लागेको मेसिन हो अरे होइन। यो बुटलमा थियो अरे, बुटलमा काम भइरहेको थियो अरे, अनि यहाँको लागि मगाएको रहेछ यो चाहिँ म जाँदाखेरि। अनि ल यो चाहिँ फ्लड लाइट भइहाल्यो, यहाँ पनि यस्तै छ ताल। ल ल म बाहिर निस्केँ, यो मेन गेट भयो। यहाँ चाहिँ त्यो पोल उठाउने मेसिनलाई चाहिँ चलाइरहनु भएको थियो। मलाई चाहिँ अब कतिखेर नेपाल भर्सेस वेस्ट इन्डिजको गेम आउँछ र हेरिहालौँ जस्तो भइसक्यो, साथीहरूलाई पनि भइरहेको होला होइन। यो अब एसिया कप त खेल्न पाइएन हेर्नु, हङकङसँग हारिदिइहाल्यो केटाहरूले। हङकङसँग नहारेको भए नेपालले पनि त श्रीलङ्का बङ्गलादेशसँग खेल्न पाउँथ्यो होइन। त्यो चाहिँ अपर्च्युनिटी मिस भयो क्या, थर्ड पनि भइएन। यो चाहिँ साह्रै दुःखद कुरा हो। एसिया कपमा हिजो हङकङले झन्डै श्रीलङ्कालाई हराएको थियो, तर अलि हराउन सकेन। यो साह्रै दुःखद खबर हो साथीहरू। एसिया कपमा योपालि T20मा खेल्न पाइएन, एउटालाई त हराउन सके भए त होइन, एउटा हुन्थ्यो नि त। ल यो चाहिँ उसमै लाग्ने हो अरे, यो मेसिनमै लाग्ने हो अरे। यो चाहिँ यसमा चाहिँ यो मेसिनमा लगाएर यसलाई पोल उठाउने काम गर्ने हो। त्यही हो, अब राम्रो होस्, नेपालको एउटा म्याच चाहिँ एटलिस्ट जितोस्।
अनि त्यो भएपछि एउटा डेस्टिनेसनहरू पनि नेपालसँग खेल्नलाई इन्ट्रेस्टेड हुन्छ नि। एउटा त जित्यो भने सबै धोबे पाराले हार्यो भने त यिनीहरूसँग खेलेर कामै रहन्छ, सब हार्ने रहेछ, के कामै खेलेर भन्ने हुन्छ नि त। ल मैले जुम गरेर हेरेर चाहिँ यसले चाहिँ मेसिन के अरे पोल उठाउने हो होइन। अब 1-2 महिनामा त हुन्छ होला सायद त्यो काम। ल बिचरा अब यो पनि भोकै रहेछ, के होस् नाम खैरे। अनि खैरेलाई पनि यसो अब बिस्कुट खुवाइदिनु पऱ्यो भनेर होइन, त्यहाँ बिस्कुट खुवाउँछु तँलाई भनेको पत्याएन यसले, खुवाउँदैन जस्तो भने। अनि यसले नपत्याएपछि त अब किन्नु पऱ्यो होइन भनेर बिस्कुट खोजेर त्यहाँबाट ल्याएँ। खान्छै खाँदैन भनेर भनेको खाँदो रहेछ बिचरा, ऊ भोकै त रहेछ। अनि लगाएर कोकोनट बिस्कुट त यसले मासु भन्दा पनि मिठो गरेर खायो दसैँमा। मासु र हड्डी भन्दा पनि यसले हड्डी चपाएको भन्दा पनि राम्रो। ओइ जा यो त भागेर भए हो। ल अब यहाँबाट चाहिँ पुरै घेरेको छ है केटाहरू। अति मैले रुखबाट चढेर हेर्ने दिन गएँ। अब टिकट काटेर गेटबाट हेर्नुपर्ने हुन्छ तिमीहरूले। अनि यहाँ यो ट्रकमा चाहिँ फ्लड लाइटमा लाग्ने लाइट आएको छ अरे है साथीहरू। म चाहिँ हेर्दैछु लाइट कता छ भनेर खोज्दैछु। लाइट कता छ, यो कहाँबाट आएको रहेछ, WB वेस्ट बङ्गालबाट आएको रहेछ साथीहरू। यो फ्लड लाइटको लाइट चाहिँ वेस्ट बङ्गालबाट आएको रहेछ होइन। अनि मलाई कस्तो पानी भयो, घाँटी ख्यार भयो। यसमा चाहिँ लाइट छ अरे साथीहरू। ल यो भित्र लाइट लोडेड छ है, तर सर्जरी गरे यसको नि, ओपन त छैन, यो ओपन सर्जरी गरे भनौँ न। अनि यहाँबाट पुरै जस्ता पाताले नेपाली जस्ता पाता के त्यो एउटा हुलास जस्ता पाता भयो, अरू किन रोज्ने भन्थ्यो नि, त्यस्तै यो चाहिँ हुलासले पुरा घेरेको छ साथीहरू। अब तपाईँहरूले यहाँबाट हेर्ने दिन गए, फ्रीमा यहाँ माथि चढी हुन्छ दिन गए, सबैतिर एउटा घेराउ छ साथीहरू। अब तपाईँहरूले टिकट नकाटिकन टिकट पाउनु भएन भने त बिचरा घरमै बसेर हेर्दा हुन्छ साथीहरू, यहाँ नआउँदा हुन्छ। म चाहिँ यहाँबाट पुरा कभरेज गर्दैछु। हुलास जस्ता पाताले कहाँ घेरेर त पछिको दिनमा गएर कहाँबाट छिर्नु पनि हुनसक्छ भनेर होइन पुरा हेर्दैछु। कता हो भनेर पुरा हेर्दैछु, कहाँबाट छिर्ने होला भनेर हेर्दैछु म। ल पुरै घेरा बारा छ। हुलास जस्ता पाता चाहिँ अहिले छ कि छैन नेपालमा थाहा छैन। पहिला चाहिँ खुब प्रचार आउँथ्यो त्यसको, त्यो मेरी भाषा हेर्दाखेरि हुलास जस्ता पाता भन्दै प्रचार आउँथ्यो होइन। अनि यहाँबाट माथिसम्मै घेरेको छ जस्तो छ, म हेर्दैछु है साथीहरू। यहाँबाट अब आज चाहिँ एकदम मिहिनेत गरेँ मैले साथीहरू, लड्दै पढ्दै मैले भित्र छिरेर साथीहरू भिडियो बनाएको छु। कृपया सपोर्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। अब 2-4 दिनमा अर्कै भ्लग आउँछ, तर यो चाहिँ स्पोर्ट्स सम्बन्धी होइन, यो अर्कै भ्लग आउँछ 2-4 दिनमा होइन। यहाँबाट कति माथिसम्म छ भनेर गएको सकिँदैन। अनि यो दसैँमा चाहिँ ग्रान्ड भ्लग आउँछ साथीहरू, त्यसको लागि पनि अहिलेदेखि नै। अब चाहिँ यहाँ चढे मात्रै हो, अब यो रुखमा चढ्न सकिँदैन हेर साथीहरू। अब यहाँ चाहिँ पछाडिको बाटोमा धुवाँधार पानी परेपछि त निथ्रुकै बनायो नि साथीहरू, पुरै भिजायो होइन। ल साथीहरू यत्रो टाइम हेरिदिनु भएकोमा धन्यवाद है। जय नेपाल।